आजको भ्लगमा हामीहरू नाइट स्टे जानेवाला छौँ। नाइट स्टे अब नाइट भइसकेको छ, अब स्टे गर्न जानेवाला छौँ। यहाँदेखि म चाहिँ ल्यापटप स्यापटप बोकेर अब केटाहरूको रुममा जानु लागेको छु। त्यहाँ आइसकेको छ निशान सुरेल हाम्रो साथी। अब म चाहिँ उसलाई भेटेर अनि हामी चाहिँ अर्को साथीकोमा जानेवाला छौँ नाइट स्टे हान्नलाई। आज स्पेनको म्याच पनि छ, मजा आउँछ। रातिसम्म खानासाना बनाएर पनिर सनिर यस्तो बनाएर चाहिँ हामीहरू खानेवाला छौँ। हो आउटफिट चाहिँ म चाहिँ भ्लग गराउँदै यो मान्छेले हेरिराख्नु म त कस्तो बिजत मैले लागिरहेको छ, बाल होइन मलाई। ल साथीहरू अब हामीहरू जाँदैछौँ अर्को बिरामी त नभनौँ, सन्देश हाम्रो यिनको आमा हाम्रो गेमको गुरुजीसँग भेट्नलाई रातिमा शान्तिनगरमा साथीहरू आमा भेट्नलाई एउटा अर्को गुप्ते पनि आउँदैछ कताबाट। साथीहरू हामीले पनिर लगिसक्यौँ, अब निम्बु पानी पनि हाम्रो आइसकेको छ। यस्तो कति भयो हाम्रो स्पोन्सर चाहिँ होइन, स्पोन्सर होइन, निम्बु पानी कति 355 355। हेलो तपाईँ त त्यहीमा आउनुहुन्छ युट्युबमा, तपाईँ युट्युबमा आउनुहुन्छ अब। ल After a long time, oh yeah, our handsome boy. आज अलि सिकिस्त छन् हामी सबैको आमा। ल साथीहरू अब हुन्छ वर्ल्ड कपको लागि हाम्रो तयारी। जर्मन जानेलाई पनि सजिलो छैन, के गर्नुपर्छ यी भारू पैसा साटेर उसलाई जर्मनको लागि अग्रिम शुभकामना। ओ निशान दोस्त यता हेर त, थ्याङ्क यू भन त। ओके अब त ल अब कति हेर तिमीहरूलाई मैले ल त्यहाँ के देखाउनु, ल छकै टक्कामा छकै राख यहाँ। तिमी त प्याक गरेर राख, सुरुमा हेर्नै पर्दैन है कन्फिडेन्ट। तिमीहरूले के बाँड्यो यार मलाई। ल के ल दोस्त ल 7-8 ट्रायल कसले सक्छ। है गाजहरू हाम्रो अर्को साथीहरू नै आइसकेको छ। अनि त्यसपछि म चाहिँ यसो लिनलाई शान्तिनगर गेटतिर निस्केको। उता केटाहरूले अब खानासाना बनाउने पनि तयारी गर्दैछन्। अब चाहिँ हामी जानेवाला छौँ सन्देशको घरमा पार्टी। गाजहरू हामीहरू जानेवाला छौँ सन्देशको रुममा शान्तिनगर गेटदेखि। हामी त धेरै पछि भेट भयो, धेरै पछि, धेरै नै पछि आफ्टर long time गाइजहरू, and we are going to आज सुरेलीहरू पनिसरी लिएर सब लागिसकेको छ। भेजी आज सन्देश ठिक छ साथीको लागि के गर्नुपर्छ, साथीको लागि अब हल्का कष्ट उठाउनै पर्यो। के तर मासु जस्तै हो त्यो पनि, बाँदर जस्तो अनुहारले हामी 3जना भेट्दैछु। तिनजनाको यो के नदेख्ने मान्छे भ्लग गरेर तिमी रातो यस्तो यार तासै अब के गर्ने, तिम्रो इन्तजारमा हामीहरू तास फिट्दै बस्छ। तिमीले लिएको सिङ्गल रुम लिएको ए दोस्त। हेलो गाइजहरू अब चाहिँ हामीहरू बनाउनेवाला छौँ सबसे स्वादिष्ट आइटम एउटा रियाक्सन। अब चाहिँ हाम्रो खाना बनाउने डिपार्टमेन्ट, भाँडा माझ्ने डिपार्टमेन्ट। लेट्स गो। ल हेर्न सक्नुहुन्छ यति मेहनती केटा हाम्रोमा आइसक्नु भएको छ बिक्री हुनलाई। फर्स्ट ह्यान्ड कसैलाई चाहिएको छ भने फर्स्ट ह्यान्ड हो है, फर्स्ट ह्यान्ड। चस्मा लाउनु कहिले थाल्यो तिमी? सधैँ त हाम्रो निशान सुरेल फ्रम कुन जिल्ला हो दोस्त तिम्रो? दोलखा फ्रम उदयपुर गाईघाट फ्रम बाँके नवलपुर। अब चाहिँ हाम्रो जर्मन ल्याङ्ग्वेजमा दिन्छ, जर्मन ल्याङ्ग्वेजमा एउटा देउता हेलो गाइज भन, हेलो भन, हेलो ओ हेलो। अनि त्यसपछि वेलकम टु माई च्यानल, वेलकम इन माइ
मलाई बोल्दै कस्तो लाग्यो And दोस्त त्यस्तो लजा भने त्यहाँ त केटी पस्थे च्यानललाई चाहिँ के भन्थे बिर्सेँ हेर त वेलकम टु माई भिडियो भन मैले त्यो नपढेँ कति भइसक्यो वेलकम टु माई भिडियो जस्तो भन न वेलकम इन माइ भिडियो वेलकम इन माई भिडियो वेलकम इन वेलकम इन इन In माइनर भिडियो भिडियो वेलकम इन माई वेलकम इन माई भिडियो चुरा के दिल मेरा गोरिया चली दोस्त घरभित्र नि सबैको छ टोकन है त यस्तोहरू अब चाहिँ अब खाना सिरियस भएर बनाउँछौँ यसको लाइट ल साथीहरू यसो खाना बनाउने डिपार्टमेन्टमा चाहिँ हाम्रो एउटा जल्दो बल्दो युवा साह्रो स्टार्ट गर्नु न डुओ मास्टर सेफ त्यो हेर न मास्टर सेफ भन्दै ग्लो अप त दामी हो क्या गुप्तन आज बनाउँदा होइन म यति चाहिँ गरिदिन्छु के भन्यो दोस्रो गर्दा के भयो दोस्त ग्लो अप भएको भन ग्लो अप भयो भन्छु त्यहाँ आज अफिस फुल डे हो कि रिजन म देखाउँछु यहाँ रिजन म देखाउँछु कि यहाँ न ल अब हेरौँ न त ल कमी छ कि कमी ओ सन्देश मेरो भाइ के छ मेरो भाइ ओ सिरियल मेरो भाइ ओ सन्देश मेरो भाइ ए जिप लाइनमा गए ओ सिरियल मेरो भाइ ठिक छ नि फेरि आउँछु जिप ल डेभिड गुप्ता दोस्त तिमीले ल मेरो यो भ्युवरहरूलाई एउटा कुनै दोस्त हल्ला नगर पछाडि ब्याकग्राउन्ड पिटा त यसलाई मेरो भ्युवर्सहरूलाई जिन्दगीमा एउटा लाइफ लेसन देऊ त ल जिन्दगीमा यस्तो नगर्नु होला यस्तो गर्नु होला भनेर ल देऊ त होइन ल भन त दोस्त के हो माइगरी ल के लग्यो ल भन न ल है जिन्दगीमा अलिक बेसमा नि क्या सुने जिन्दगीमा रमाइलो चाहिँ फेरि गर्नु चाहिँ पर्छ है ल के चाहिँ गर्नु कलेज पढ्नु तर कलेजलाई कहिले पनि प्रायोरिटी नदिनु कलेजवाला नै क्या अब सबै ओभरअल जिन्दगी भयो कि आजसम्म सिकेको जिन्दगीमा के सिक्यौ तिमीले मोज मस्ती हान्ने त्यो बाइक देखा जाला हो ल एउटा अब के चाहिँ नगर्ने के चाहिँ नगर्ने भन्दाखेरि हो केटीको पछि चाहिँ लाग्नु हुँदैन मेन त लोयल बस्नु ओ यस अनि अरू त के हो? अब जस्तै जिन्दगीलाई सफल बनाउने के गर्नु पर्यो दोस्त सफल बनाउन आफूलाई एउटा मेहनत हुन्छ नि मेहनत गर्नु पर्यो एउटा फर्स्ट के भन्छ मेहनत गर्नुपर्छ अलिक बिचमा बोल न यार त्यस्तो कुराहरू म कहिले पनि भन्दिनँ नि त ल नयाँ हो क्या नयाँ कुरा ल नयाँ कुरा एक्सपिरियन्स गर्नुपर्छ क्या लाइफमा ल पढ्न निकालेर गरौँ हुन्छ यता बनाउनु हो नो डिस्टर्बेन्स जिन्दगीमा हामीले गर्नुसम्म गर्नुपर्छ जबसम्म आफ्नो खुट्टामा ओ एउटा दुईटाहरू अनि हामीले जबसम्म एउटा गाडी र घर बनाउनु सक्छ तबसम्म एउटा बिहे गर्नु ओ ल दुईटा याद गर्नु ल लास्ट एउटा है फाइनल वान 20 वर्षसम्म बाहिर जाने सोच छ भने गइहाल्नु नभए हामी जस्तै लठ्याङ्ग्रा जस्तो बसिरहनु यो चाहिँ लाइफ लेसन सबैले याद गर्नै पर्यो है ल फाइनली हाम्रो खाना चाहिँ पाकिसकेको छ मिठो मिठो पनिर मिठो मिठो पुलाउको भात ल यता चाहिँ खाना रेडी भइसकेको छन् यता हाम्रो घर मालिक ओ सर हजुर मै हो आमा हाम्रो आमा सो ब्याड के सो ब्याड ल अब चाहिँ हामी खाना खाएर भेट्छौँ है साथीहरू गाइजहरू हाम्रो चाहिँ वर्ल्ड कप चाहिँ सुरु भइसकेको छ ओ दोस्त एकछिन साइलेन्ट राखेन साइलेन्ट दोस्त हाम्रो वर्ल्ड कप सुरु भइसकेको छ यता स्पेनको म्याच यो गीत बन्द गर त हो ल अनि यता हाम्रो कल ब्रेक पनि सुरु छ ल 12:55 होला नि 12:55 भइसकेको छ गाइजहरू हाम्रो वर्ल्ड कप हेर्दै ल वर्ल्ड कप हेर्दै रमाइलो गर्दैछौँ सो गाइसहरू अहिले चाहिँ रातिको 2:30 बजेको छ अब बत्ती त बाल्नै पऱ्यो नि जसरी नि 2:30 अनि हामी चाहिँ फास्टबाट खाना पनि बनाउँछौँ ल
बोल त ए आमा आमा हे आमा यहाँ बास पाइन्छ आमा ए आमा देऊ न डाइलेक्ट सन्देश आमा ला आमाले त के बोल्नु भन्नु ए आमा जिउँदो त हुनुहुन्छ चेक गर त चेक गर त तिमी जस्तो आमालाई तिमी नि सोचेर आमा आमाले सोधिसक्नु